कुखुरा पालन गर्दा देखिने तर अक्सर हामीले याद नगर्ने एउटा ठूलो चुनौती हुन्छ जसले उत्पादनमा नराम्रोसँग असर पार्न सक्छ। आज हामी कुखुराको स्वास्थ्य र उत्पादन क्षमता घटाउने यिनै भित्र लुकेका शत्रुहरूको बारेमा कुरा गर्नेछौँ। कहिलेकाहीँ यस्तो लाग्न सक्छ होइन, हिजो अस्तिसम्म ठिकठाक भएका कुखुरा एक्कासी किन सुस्त देखिए, अण्डा उत्पादन पनि किन घट्यो। हो, यस्ता सङ्केतहरूले अक्सर बथानभित्र लुकेको कुनै गम्भीर समस्यातिर इसारा गरिरहेका हुन्छन् र यसको समाधान खोज्नु एकदमै जरुरी छ। अब यी आन्तरिक शत्रुहरू भनेका के हुन् त? अरू केही होइनन्, यिनीहरू त परजीवीहरू हुन्। यिनीहरूलाई शरीरभित्र पसेका चोर भन्दा पनि हुन्छ, किनभने यिनीहरूको काम भनेकै कुखुराले खाएको पौष्टिक आहार चोरेर उसैलाई कमजोर बनाउने हो। भित्री शत्रुहरूले आफ्नो उपस्थितिको केही न केही सङ्केत त छोड्छन् नै हो। ती सङ्केतहरू चिन्न सक्नु नै समस्या समाधानको पहिलो खुड्किलो हो। यी लक्षणहरूलाई चाहिँ खतराको घन्टी नै मान्नुपर्छ। जब कुखुराले दाना त खान्छ तर तौल बढ्दैन, पखाला लाग्न थाल्छ, अण्डा उत्पादन एक्कासी घट्छ अनि प्वाँखको चमक हराएर सुस्त देखिन्छ, यी सबैले एउटै कुरा भनिरहेका हुन्छन्, शरीरभित्र केही न केही गडबड छ। सबै समस्याको पछाडि रहेका खास दोषीहरू को हुन् त? आउनुहोस् अब तीन मुख्य परजीवीहरूलाई चिनौँ। हाम्रो सूचीको पहिलो दोषी हो राउन्डवर्म, जसलाई हामी सामान्य भाषामा जुका पनि भन्छौँ। यो परजीवी कुखुराको पेटमा गएर बस्छ र दानालाई राम्रोसँग पच्न नै दिँदैन। यसको परिणाम के हुन्छ त? कुखुराले जति खाए पनि शरीरले पोषणै पाउँदैन। दोस्रो नम्बरमा आउँछ टेपवर्म, अर्थात् नामले जुका। यो त राउन्डवर्म भन्दा पनि चलाक छ। यो सिधै आन्द्राको भित्तामा टाँसिन्छ र कुखुराको शरीरले पोषण लिनु अगाडि नै आफैले सबै सोसेर खाइदिन्छ। मतलब यसले कुखुरालाई भित्रैदेखि भोको र कमजोर बनाइदिन्छ। अनि हाम्रो सूचीको तेस्रो र अन्तिम दोषी हो कक्सिडिया। यो चाहिँ आँखाले देख्न सकिँदैन, तर यसको असर भने निकै खतरनाक हुन्छ। यो सूक्ष्म परजीवीले आन्द्राको भित्री पत्रलाई नै सिधै आक्रमण गरेर क्षति पुर्याउँछ, जसले गर्दा गम्भीर पाचन समस्या र रगतमासी जस्तो पखाला सुरु हुन्छ। अब यो तालिका हेरौँ, यसले सबै कुरा छर्लङ्ग पार्छ। राउन्डवर्मले पेटमा बसेर पाचनमा असर गर्छ, टेपवर्मले आन्द्रामा बसेर पोषक तत्त्व चोर्छ, अनि कक्सिडियाले चाहिँ आन्द्राको भित्तामै क्षति पुर्याउँछ। एउटाले पाचन रोक्ने, अर्कोले पोषण चोर्ने र तेस्रोले सिधै घाउ बनाउने। यो फरक बुझेपछि मात्रै सही उपचार गर्न सकिन्छ। यी परजीवीहरूलाई कसरी र कहिले नियन्त्रण गर्ने त? अबको छलफल यसैमा केन्द्रित हुनेछ। यहाँ उपचारको लागि एउटा व्यावहारिक तालिका छ। सामान्य जुका जस्तै राउन्डवर्म र टेपवर्मका लागि पाइपरजिन वा लेभामिसोल जस्ता औषधिहरू एकदमै प्रभावकारी हुन्छन्। तालिका अनुसार चल्ला 1 महिनाको भएदेखि नै हरेक 2 देखि 3 महिनामा नियमित रूपमा जुकाको औषधि खुवाउनुपर्ने देखिन्छ। तर कक्सिडियाको कथा अलि फरक छ, जसको लागि एम्प्रोलियम जस्ता विशेष औषधि चाहिन्छ। यहाँनिर एउटा कुरामा चाहिँ एकदमै ध्यान दिनुपर्छ है। कक्सिडियाको उपचार अरू सामान्य जुकाको जस्तो हुँदैन। यो अलि जटिल हुन सक्ने भएकोले पशु चिकित्सकको सल्लाह बिना जथाभावी औषधि चलाउनु एकदमै जोखिमपूर्ण हुन सक्छ। सही पहिचान र सही मात्राले मात्र सुरक्षित र प्रभावकारी उपचार सम्भव हुन्छ। एउटा व्यवस्थित तालिका बनाउन आजैबाट सुरु गरिहाल्ने कि? चाहे त्यो जुकाको औषधि खुवाउने तालिका होस् वा नियमित स्वास्थ्य जाँचको, एउटा सानो र समयमै चालिएको कदमले भविष्यमा ठूलो र सकारात्मक फरक पार्न सक्छ।